झन् त्यसै कालो झन् साधारण व्यक्तिलाई कामले गरेर Good morning everyone. My name is Ratna Purjamagar from Beni Magdi. अनि तपाईहरुलाई स्वागत छ मेरो दोस्रो ब्लगमा। अनि म आज फर्स्ट टाइम होला कि यसरी बेनी आएपछि यसरी छिट्टै उठेर घरको काम गर्न लाग्यो। काम पनि भन्दा पनि त्यस्तो टिपिकल काम होइन कि बिहान उठे हजुरहरुले फलो गर्नु भुल्नुहुन्छ, मलाई हेर्नुहुन्छ, लाइक कमेन्ट फलो गर्नु हुँदैन कि प्लिज फलो मी, आई विल डु फलो ब्याक टु यु। खाए रहेछ भाइ बहिनीले त्यही बसेर अनि भातको सिधा खसालिरहेछ अनि त्यो टिपे। अनि अब मेरो त्यो हिजो भिजाएको कपडा धुनु छ त्यो अनि त्यो भाडा धुनु छ त्यो काम गर्छु। अनि मेरो कपाल हेर्नु न हिजो रातभरि भाइ बहिनी सुत्दै नसुतेर अस्ति हिजो स्याटरडे आज सन्डे हो नि त, आजभोलि 2 दिन बिदा हुन्छ विकको। अनि त्यही भएर उनीहरू चाहिँ सुतिरहेछ कि मस्त बिहान 5 बजी भएर सुतेछ। के गर्नु र भोलि पनि केही भनेन, सधैँ टाइम मेसेज नलगाउ कि हिजो चाहिँ केही भनेन। फेरि आज होलिडे थियो नि त अनि तिनीहरूले के सिकिरहेको थियो भन्दा त्यो पेपरको आर्ट बनाइरहेको थियो कि सिजरले काटेर के बनाइरहेको थियो। अनि अलिक क्रिएटिभ एक्टिभिटिज गरिरहेको थियो। मैले त्यो कुरालाई चाहिँ एप्रिसिएट गरेर स्टप इट भनेन कि। अनि जहिले यो काग छ नि जहिले यहाँ आएको हुन्छ क्या। अनि यसको गुरु त्यो बारी हो अनि घुर्काइसकेछ कि सल्लाह हुन्छ के हुन्छ बचेराहरू अनि मेरो साउन्ड सुन्यो कि सुन्दैन हौ। कहिले त भिडियो यति लेन्दी भिडियो बोली यस्तो होइन बनाएको हुन्छ, साउन्ड नै नआएको हुन्छ अनि यस्तो दिमाग खराब माइग्रेन हान्छ। अब मेरो काम हेरौँ है त। दिनदिन सफाइ हुन्छ होइन। हिजो 2वटा भाइ बहिनीले यस्तो बेहाल गरेर राखिन्छन् होल नाइट अन्टिल 5 AM के 5 बजी बिहान सुतेको उनीहरू। अझ 5 बजी म उठेर मलाई उनीहरूले रोटी बनाएर बहिनीले चिया पकायो अनि भाइले रोटी हालेर मलाई खुवाएर उनीहरू यस्तो मोबाइल एकैछिन मोबाइल स्क्रोल गरेको यस्तो उता फर्केर यस्तो यता फर्किँदा भाइहरू कोही यता सेन्टी फ्लट कोही उताको बेडमा सेन्टी फ्लट। हजुरहरूले हेर्न सक्नुहुन्छ मेरो रुमको हालत त्यस्तो थियो। अरू बेला चाहिँ सफै हुन्छ, यो दिन चाहिँ अघिल्लो दिन भाइ बहिनीले छुट्टीको दिन भएर धेरै फोहोर गरेको थियो कि। अनि भाइ बहिनीहरू सुत्यो, मैले यसरी बेड सफा गरेँ पहिल्यै स्टेप बाई स्टेप गरेर रुम घर सफा गरेको हेर्न सक्नुहुन्छ हजुरहरू। अनि यो चाहिँ के हो भन्दा मेरो भाइले प्रोजेक्ट वर्क गरेको रे साइन्सको त्यही देखाएको। अनि त्यो बहिनी सुतेको परमेश्वरी। अनि के हजुरहरूले फलो गर्नुहुन्न कि हेर्नुहुन्छ तर फलो गर्नुहुन्न, कमेन्ट लाइक गर्नुहुन्न। हजुरहरूले प्लिज लाइक कमेन्ट फलो गर्नु होला, म डेफिनेटली फलो ब्याक दिनेछु हजुरहरूलाई। अनि प्लिज मैले चाहिँ कस्तो कति बेला हर्र फलो आएको हुन्छ नि त, कति बेला चाहिँ फलो गर्दा छुट्ने रहेछ कि। अनि मेरो आदरणीय प्रिय जेनिसा दिदीलाई फलो ब्याक भएको रहेछ। जेनिसा दिदी प्लिज फलो गर्नुहोस्, म हजुरलाई फलो ब्याक दिन्छु। मैले फलो गर्छु भनेको हजुरको आइडी खोजेर भेट्टाएन कि, त्यो मैले नदेखेर झुक्किएर नदेखेको हो कि। प्लिज फेरि फलो गर्नु, दुःख नमान्नुहोस् ल। म हजुरलाई आइडी भेटेन मैले, नत्र म आफै गर्थेँ। हजुरले फलो गर्नु, म फलो ब्याक दिन्छु है त ल। यसरी नै मैले पहिला रुम सफा गरेँ, त्यसपछि बाहिर सफा गरेँ, त्यसपछि पोछा लगाएँ। अनि यो के कागले मलाई कस्तो तर्साइदिएको हेर्नु, म सातो गएर सास फेरिरहेको छु। अनि मैले बिहान हल्का तुलसीको बोटमा पानी दिएर पूजा पनि गरेँ। अनि त्यसपछि अघिल्लो दिनको जुठो भाँडा धोएँ अनि कपडाहरू पनि धोएँ। अनि अरू बेला फेरि मेरो ड्याडीले हेरेर गाली गर्नुहुन्छ कि जुठो भाँडा राख्नु हुँदैन भनेर। अनि मैले ड्याडी मैले धुन्छु ल, मैले धुन्छु। यो अघिल्लो दिन चाहिँ म कस्तो पेट दुखिरहेको थियो कि, अनि त्यही भएर मैले धुएन त्यो दिन। अनि पानी पनि आएको थिएन, त्यही भएर नधुएको, नत्र जहिले डेली धुन्छु त्यो दिन मात्र। त्यसपछि मैले गाउँ पठाउने सामानहरू यसरी यहाँ कति धेरै कपडा थियो कि म त यस्तो पागल हुन थिएँ त्यो कपडा देखेर। अनि मैले त्यो कपडाहरूलाई चाहिँ गाउँ पठाइदिएँ कि। यस्तो थियो मेरो म्याक्सी लगाएर हालत। तर काम गर्न एकदम कम्फर्टेबल हुन्छ है म्याक्सी, मैले यही वर्षदेखि लगाएको। आर्ट बनाएर बसेको हालत। फलो गर्नु नभुल्नु होला साथीहरू, फलो गर्नु होला मलाई।
चाहिँ नुहाएर आउनुपर्ने हुन्छ साथीभाइहरू साथीभाइहरू हामी म चाहिँ नुहाएर आउनुपर्ने एकछिन यस्तो नाटक त पार्नै पर्यो अनि मैले खतरा ट्रान्सलेसन भिडियो बनाउँछु भनेको त्यस्तै भयो कि यो भिडियो त आज पोस्ट गरिरहेको छु म एकदम बिजी छु कि बिजी मान्छे भएर एकदम बिजी मान्छे हो कि म फेरि त्यस्तो केही होइन अनि त्यहाँबाट मैले पैसा निस्काएँ पैसा त चाहिने कि जहाँ गए पनि मलाई सुहाउँदैन कि त्यो ल शुभ बिहानी उयो रेड टी सर्ट नि राम्रो रहेछ खाएन कि अब खाने अब भएर सामान पठाइदिनु पर्यो कि यो पठाइदिनु पर्छ ठुलै साइज अब यति सानो होला नि म मिलाउनु जस्तो अझै ठुलो साइजै भन्दा त्यसपछि कति धेरै त्यहाँ चाहिँ अलिक बाक्लो सानो साइज रहेछ कि ठुलो मम्मीलाई हो अनि त्यही भएर यो चाहिँ यस्तो देखाउनु न अलिक पातलो गर्मीमा लाउनु ठिक हुन्छ त्यो निकालिदिनु भनेको छु कि यस्तो गफाडी छु नि मन मिल्नुपर्छ कि फेरि मेरो मन मिल्नुपर्छ भाइब्स मिल्नुपर्छ म त यस्तो चिल छु मान्छे फेरि मलाई नराम्रो गर्ने मान्छेलाई म त्यस्तै छु कि मेरो बिहेभियर्सहरू त्यस्तै छ मेरो ह्याबिटहरू अनि यो अङ्कल यहाँ पसलको आन्टी अङ्कलसँग नै एकदम चिल छ क्या हाम्रो रिलेसन यस्तो फ्रेन्डली अनि त्यहाँ यो अम्ब्रेला देखाउनु भनेको यो आएछ कि अस्ति नै आएको थियो मैले नलिएको कस्तो छ कमेन्ट गर्नु त गाइज राम्रो लाग्यो भने म किन्छु कि म लिन्छु कस्तो छ प्रिन्टहरू साइजहरू कस्तो छ भन्नुहोस् त ल कमेन्ट डाउन गर्नुहोस् त कमेन्ट गुडुङ टुङ टुङ कमेन्ट गर्नुहोस् है अनि म मोटाएछु कि ऐना हेरेर मेरो पेट लाग्छ यस्तो मग्ला भनेर हेरिरहेको थिएँ कि अनि मैले त्यो यो नयाँ डिजाइनको आजभोलि चलेको कुर्ता हो नि त होइन कुर्ती मैले त्यही भएर हेरिरहेको छु कि तर अलिक क्वालिटी राम्रो लागेन अनि कलर पनि कस्तो उत्ताउलो कलर लाग्यो कि मैले त्यही भएर किनेन आधा केजी हालिदिनु न त त्यस अनि मैले आधा केजी खुर्सानी अनि यो ह्याङ्गर मलाई चाहिएको थियो यहीँको लागि किने अनि माथिको घरको लागि चाहिँ लाइटर किने अनि बहिनीलाई त्यो ऊ किने के जुत्ता किनिदिएँ त्यसपछि यो हो बेनीको भ्यू कति राम्रो छ होइन आउन सक्नुहुन्छ हजुरहरूलाई बेनी म्याग्दीमा वेलकम छ यदि मेरो बेनी म्याग्दी भन्दा बाहिरबाट हेर्नुहुन्छ भने भिडियो अनि हामी चाहिँ सामान छोडेर नै आइसक्यौँ त्यहाँ पछाडि जानुहुने दाइहरूले ला आज त हामी पनि भ्लगमा देख्न पाइने भयो अरे कि अनि मैले सुनिरहेको थिएँ तर मैले रेस्पोन्स गरेन कि हेर्दा पनि हेरेन के भन्ने म कि रेस्पोन्स गर्नै आएन कि यसो हेरेर हाँस्दै गरी मुस्काएको भए स्माइल गरेको भए पनि हुन्थ्यो अलि मेरो दिमाग पछि चल्छ कि झन् त्यसै कालो झन् छाता ल्याउनु बिर्सेर घामले झरेर झन् कालो हुने भयो यसै कालो झन् त्यही भएर झन् कालो हुने भयो अभिभावक जिम्मेवारी पूर्ण रहेन रहेछन् भन्छन् के दुइटै जाने दुइटै जाने दुइटै जाने दुइटै जाने आज बहिनीको रिजल्ट थियो कि जाम भनेको मान्दै नमान्ने कि अनि मैले यसलाई फकाइको कुरा गरिरहेको थिएँ तिमीलाई एकजना जाऊ पनि भने मैले दुईजना जाने हो दुईजना है दुईजना अझै कति बात थियो म जानु कि जानु छिटो भन्छ के अरे अनि म गएँ अनि लिटल गार्डनमा हो कि अनि म आएर नुहाएपछि हल्का कपडाहरू मिलाउनु थियो तगेर मिलाएर राखेँ ह्याङ्गरमा हालेँ अघि ल्याएको ह्याङ्गरमा अब दौरा चाहिँ लिनुपर्ने भयो कि म रिसेन्टली हो नि त बेनी बस्नु लगाएको पहिला बाहिर बस्थेँ नि त बेनी भन्दा डोन्ट फर्गेट टु फलो मी पकाइदिनु लाग्यो मलाई खासै त आउनु खासै त खिरसिर पकाउनु मजा लाग्छ खासै त मलाई खिरसिर पकाउनु यस्तो काम त खासै त्यस्तो त आउँदैन त्यही पनि अब मम्मी गाउँ हुनुहुन्छ ड्याडी बाहिर हुनुहुन्छ अनि भाइ र बहिनीसँग छ अनि उनीहरूले भनेपछि पकाइदिनै पर्यो मलाई पनि खानुमा बाध्य भएर पकाएँ है मैले आज
होइन म मेरो आजको भिडियोमा किन अलि भएर किन साइड फिल गरिरहेको छु अनि हामीले खिर पाक्दैछ अनि यस्तो के यस्तो चलाइराख्नुपर्छ कि खिर चाहिँ चलाइ यति मिठो हुन्छ अरे नपकाएको होइन यति नलेज चाहिँ छ है मसँग के अरे मिहिनेतीको खिर मिठो मिठो त्यस्तै के भन्छ अनि पुरा नाक्सी लगाएर खिर पकाउँदैछु यहाँ अघि रोटी हालेको त्यो भाँडा हेर्नु किन मेरो त्यो भिडियो अघिको भिडियोमा कस्तो फेस ब्लर देखिएको थियो कि हेर्नु मैले काम गरेँ यस्तो हार्ड वर्क गरेको छु नि आज मैले दिउँसो हेर्नुलाई अनि कस्तो ब्लर देखेको थियो कि अनि फेरि ट्राई हान्दै मैले अनि मेरो खिर पाक्दैछ कि उता माइ गड जल्ने भन्दा पनि आसन लाग्ने हुन्छ कि त्यो पकाउने बेलामा कस्तो हुन्छ भन्दा जरामा हल्का कालो कालो बस्छ नि त्यसलाई आसन लाग्यो भन्छ कि अनि त्यही बस्ला भनेर अनि यति मैले आज हामीले त्यो डेरीको दुध चाहिँ पकाउनु लाग्यो कि मिठो होला कि के होला अनि मैले यति चाहिँ राखेको छु कि त्यो अहिले चाहिएला अनि त्यही माथि किलो किलो बनाएर खाने भनेर पिसियोस होला जस्तो छ यस्तो बक्लक बक्लक गरेछ भाइ मैले त कति वर्षमा खानु लागेको अहिले खानालाई बल्ल पकाउँदैछु म कति वर्षमा अब पहिला त मम्मीहरूसँग बसिन्थ्यो मम्मीहरूले पकाउनुहुन्थ्यो खाइन्थ्यो अब अहिले चाहिँ भाइहरू लागेपछि जिउ आफै कुक गर्नुपर्छ अनि चाहिँ मलाई तरकारीमा कस्तो टुसा खान मनपर्छ नि त्यो निङ्लाको टुसा कि अनि त्यो बाँसहरू पनि खान्छन् कसैले ब्याम्बो बाँस भन्नाले त्यो पनि खान्छन् तर मलाई चाहिँ त्यो चाहिँ मन पर्दैन निङ्लाको चाहिँ यस्तो मिठो लाग्छ तर के भन्छ भन्दा मान्छेले अनि टुसा खाँदा चाहिँ हात जोड्नेहरू दुख्छ भन्छन् अनि मेरो पत्थरीको पहिला म पत्थरीको हल्का सुरसुरु के भन्छ पत्थरी परेको हुन्छ हल्का हल्का त्यस्तो ठुलो चाहिँ होइन स्टोन परेको हुन्छ किडनीमा अनि त्यहाँबाट चाहिँ मेरो ढाड दुख्छ कि अनि हल्का हल्का ढाड दुखेको छ अनि के मैले पकाउन जानेको हो कि त्यति साउन्ड मैले यस्तो घोटेको रहेछु कि यस्तो साउन्ड सुनिरहेको छ होइन अनि त्यही हो अहिले पाकेपछि हामी लिएर आउँछौँ है त हाम्रो डेलिसियस के तर त्यस्तो केही हाल्नु केही पनि किनेर लिएको छैन रात पाकिसक्यो अब त के हालेको छैन कि त्यो मरिच हुन्छ खासै ठिकै छ त्यस्तो रातो परेको होइन मरिच के चाहिन्छ तर मैले चाहिँ त्यो ल्याएन कि सिम्पल खाने सिम्पल जस्तो पाक्छ जे घरमा छ त्यो एकदम अर्ग्यानिक आजको लागि यति नै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा अरू भिडियोहरू पनि प्रोफाइलमा गएर हेरिदिनु होला।